नमस्ते लासो फ्याप्लाहरू स्वागत छ तपाईँको युट्युबमा। आज चाहिँ हामी छौँ न्युनबर्गमा र यो चाहिँ एकदमै राम्रो सहर रहेछ। मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले भ्युज कति राम्रो छ भनेर। अनि आज चाहिँ आइतबार हो, त्यसैले धेरै पसलहरू खुल्ला छैन, तर खुल्ला चाहिँ रहेछ धन्न होइन। अनि त्यसैले अलि शान्त छ, धेरै मान्छे छैन, भेरी पर्फेक्ट यतिकै घुम्नको लागि। अनि म तपाईँहरूलाई यो सहर देखाउँछु। अनि सबसे एक्साइटिङ चिज चाहिँ के छ भनेदेखि यो सहरमा चाहिँ एउटा ठाउँमा एउटा कोइन छ, एउटा सिक्का छ, जसलाई यस्तो 3 चोटि घुमाएपछि या फेरि एकचोटि छुयो भने चाहिँ लक पाउँछ अरे, विश फुलफिल हुन्छ अरे। अनि त्यसको लागि चाहिँ म एक्साइटेड छु। बाँकी कुरा त त्यस्तै हो। सो लेट्स गो। यता हेर्नु है, ऊ त्यो धाराको मुखबाट के अरे मान्छेको मुखबाट पानी आइरहेको छ। अनि त्यसपछि यो फलाममा पर्छ। अनि मैले यो टुप्पो यता झारेँ भने पानी यता मेरो साइडमा आउने रहेछ क्या, तर यो पिउन मिल्ने पानी आइन रहेछ। सो कुल। मैले चाहिँ त्यो लक्कीवाला एउटा रिङ जस्तो घुमाएँ। त्यहाँ यता पछाडि मान्छेहरू अरूहरू पनि घुमाउँदैछन्। त्यो चाहिँ एउटा मात्र रहेछ क्या, एक साइडमा मात्र। अनि त्यो चाहिँ सुन कलरको छ। अनि त्यसपछि जर्मनीमा पहिलोचोटि यस्तो हुन्छ नि, कलरवाला चिज देख्दाखेरि चाहिँ मलाई खुसी लागेको थियो। अनि यताको यहाँ के छ, त्यो पनि अलिकति कलर छ क्या, जे जस्तो भए पनि सादा छैन। अनि त्यो चाहिँ राम्रो लागेको थियो। अनि यहाँ के भइरहेछ फुटबलको, इट्स लाइक टु मच फर मी। म आज झन् शान्ति हुन्छ भनेर आएको त अलि हल्लाइरहेछ, जुन आई डु नट वान्ट टु डे क्या आज चाहिँ। अनि त्यही हो, अब हिँड्छौँ खोला छेउतिर मेबी, आई डोन्ट नो। आज त्यस्तो केही प्लान छैन कि, मेन चाहिँ यो छुनु थियो मलाई, जुन मैले छुइसकेँ। साथीहरू, आजको भ्लग चाहिँ यति नै। तपाईँलाई मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्टमा आफ्नो विचार भनिदिनु होला, साथीभाइमा सेयर गर्नु होला, र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मलाई थाहा छैन आजको भ्लग कस्तो भयो भनेर, हुन्छ नि मैले लाइक ध्यानै दिएको छैन क्या। मलाई खिचिरहेको छु, मन नलागे खिचिरहेको छैन, 2 मिनट पनि हुन्छ कि हुँदैन भन्ने जस्तो लागिरहेछ। त्यसैले एनिवे होइन, आज यस्तै छ, मेरो मुडै यस्तै छ, त्यसैले आई क्यान नट डु एनिथिङ फर द्याट। तर त्यस्तो त भन्नु हुँदैन। मलाई त्यो सहर ठिकै नै लाग्यो, हुन्छ नि ठुलो भनेर थाहा हुने के, त्यो आइतबारको दिन पसल खुल्ला भएपछि ठुलो भन्ने कुरा चाहिँ थाहा हुने। अनि राम्रै लाग्यो मलाई आर्किटेक्चरहरू पनि। एन्ड द्याट्स इट। आफ्नो ख्याल राख्नु होला। बाई बाई।